आज हामी चाहिँ दिदीबहिनी धरान फुस्रे क्याम्पभन्दा माथि श्रम पार्क धरान उपमहानगरपालिका होइन का मेयर हर्क साम्पाङज्यूले बनाउनु भएको यो श्रम पार्क वास्तवमै ढुङ्गा बोल्छ भनेर चाहिँ एउटा कथामा सुनिएको थियो। साँच्चीकै ढुङ्गा बोल्दो रहेछ। त्यही ढुङ्गालाई कुदेर त्यही वनजङ्गललाई त्यही खोलालाई सिँगारेर यति राम्रो मान्छेहरूलाई हरेक मान्छेलाई चाहिँ यहाँनिर मन भुलाउने बाटो, आनन्द लिने, फोटो खिच्ने, भिडियो बनाउने, मान्छेहरूले एउटा रमाइलो गर्ने होइन एउटा ठाउँ, एउटा पार्क, एउटा बगैँचा बनाइदिनु भएको छ। म चाहिँ उहाँलाई मेयर हर्क साम्पाङज्यूलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। साह्रै राम्रो ठाउँ बनाउनु भएको रहेछ। एकदमै मन पर्यो मलाई। समय चाहिँ अलिकति हामीलाई कम भएको थियो, छोटो समय लिएर यहाँ आयौँ। अलिकति समय यहाँ आउने महानुभावहरूले चाहिँ समय अलिकति लिएरै आउनु होला, दिनभरि घुम्ने गरी अलिकति खाजा पनि बोक्नु होला है त। अनि आउनु होला, खानु होला, खिच्नु होला, घुम्नु होला। घुमेर साथै हामी त आधा मात्रै घुम्यौँ। अब यहाँ एउटा बोर्ड मैले देखेँ, मौनता क्षेत्र अरे। यता आइसकेपछि यता मौन भएर बस्नुपर्ने अरे क्या, आनन्द लिएर होइन। अनि हेर्नु है, आनन्द लिने ठाउँ कहाँ छ थाहा छ? उही यस्तोमा, लु हेर्नु, लु हेर्नु, लु हेर्नु, लु हेर्नु, आनन्द लिने ठाउँ। यस्तो दामी छ नि, हेर्नु न बनाइदिएको। ढुङ्गालाई कुदेर हरेक उसमा चाहिँ हरेक पशुपन्छीको, हरेक जनावरको चित्रण गरेर चाहिँ यो बस्ने ठाउँ पनि बनाइदिनु भएको छ। र श्रमदान गर्ने, योगदान के भन्छ, आर्थिक सहयोग गर्नेहरू, दाताहरूको नाम प्रत्येक उसमा चाहिँ लेखेर राखिदिनु भएको छ। यो हो नि त एउटा देखाइदिनु भएको छ। उहाँले लुकाएर होइन, छपाएर होइन, देखाइदिनु भएको छ। उहाँहरू चाहिँ श्रमदान गर्ने हुनु, आर्थिक दान गर्नुहुने रहेछ। यस्तो देख्नुहुन्छ नि। हामी यी सबै जनावरहरूसँग हामी भेट हुन सक्छौँ, सक्दैनौँ नि। हामीले चिडियाखाना नै जानुपर्ने हुन्छ। तर यहाँ चाहिँ हामीले एउटा कृत्रिममा भए पनि हामीले हरेक जनावरलाई चाहिँ अनुभव गर्ने, अनुभूति गर्ने मौका यहाँ प्रदान गर्नुभएछ मेयर साहबले। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ है।